हेलो साथीहरू, के छ हजुरको खबर? मेरो चाहिँ सबै ठिकै छ है। म चाहिँ गोर्खाबाट। हजुरहरू चाहिँ कहाँबाट हुनुहुन्छ मलाई कमेन्ट गर्नुहोस्। आज चाहिँ मेरो फर्स्ट भिडियो भन्दा पनि हुन्छ है, मैले बोलेर हाल्नु लागेको। भर्खरै मेरो अब फेसबुकमा चाहिँ मैले भिडियोहरू हाल्न स्टार्ट गरिराखेको छु। हजुरहरू सबैजनाले मलाई हेरेर साथ सपोर्ट दिनुहुन्छ भन्ने म आशा छु र हजुरहरूले पनि दिनुहोस्। अनि के छ हजुरहरूको खबर चाहिँ? मेरो चाहिँ यस्तै छ। आजको खाजा चाहिँ मैले खाएँ डेभिल्समा ससेज राखेर खाजा खाँदैछु। आज म छु मेरो माइती घरमा चाहिँ आज हिजो आएको बिदा थियो नि त, अफिस बिदा भएर म आएँ माइती घर अनि खाजा खाँदैछु। हजुरहरूले खाजा खानुभयो? के खाजा खानुभयो हजुरहरूले? ल आज चाहिँ मैले कसरी पकाएँ भनेर भन्छु। मैले चाहिँ फर्स्टमा अब लिएर आएँ होइन, यो ससेजलाई चिकन ससेज है, यो चाहिँ चिकन ससेज लिएर आएर अनि त्यसपछि सानो सानो टुक्रा पारी काटेँ। अनि काटेपछि चाहिँ मैले तेल तताएर फ्राई गर्दैछु है। मैले चाहिँ यसरी पकाएँ। हजुरहरूले चाहिँ कसरी पकाउनुहुन्छ त्यो पनि हेर्दैछु होइन। म पनि भर्खरै स्टार्ट गर्न लागिरहेको छु नि त, मेरो फर्स्ट टाइम हो। त्यही भएर म चाहिँ भर्खर बनाउने तयारीमा छु कि खासै मलाई यस्तो बारेमा थाहा पनि थिएन। अहिले म चाहिँ दिदीहरूले नै मलाई हाल्नुपर्छ भनेर सिकाउनु भयो, अनि त्यही भएर चाहिँ म बनाउँदैछु। अनि दिदीहरूले सिकाउनु भयो नि, त्यस कारण म हाल्दैछु। त्यही भएर हजुरहरूले पनि यसो हेरिदिनु होला, केही भएमा यस्तो भयो उस्तो यसरी बनाउनुहोस् भनेर सिकाइदिनुहोस्। मलाई केही थाहा छैन नि त, म यस्तो चलाउँदिनँ। म भ्याउँदा पनि भ्याउँदिनँ। मेरो बाबु छ सानो, भर्खर 1 वर्षको, नानी छ 4 वर्ष 5 वर्षको अब। अनि म खासै भ्याउँदिनँ, अफिस जानुपर्छ। त्यही भएर म यस्तो भिडियोहरू बनाउँदिनँ कि यो बारेमा चाहिँ मलाई केही खासै नलेज नै छैन, म हेर्ने मात्रै हो। आज चाहिँ फर्स्ट टाइम मलाई भिडियो बनाउनको लागि दिदीले बनाउनुपर्छ बनाऊ भन्नुभयो, त्यही भएर म बनाउँदैछु। मलाई केही कमी कमजोरी भएमा हजुरहरूले भनिदिनुहुन्छ भन्ने चाहिँ मलाई आशा पनि छ है। आज चाहिँ म खाजा बनाउँदैछु अनि मैले फेरि यता पानी तताएर हालेँ, डेभिल्स हालेर अनि त्यसपछि त्यसको चाउचाउ राखेपछि पानी उम्लिँदै थियो भर्खरै। अनि हाम्रो चाहिँ यहाँ घरमा कुखुरा पनि छ क्या होइन, बाले भर्खर छोडिदिँदैछु। कुखुरा गोठालो हुँदै म चाहिँ भोइस ओभर गर्दैछु क्या यहाँ। अनि त्यसपछि यता फेरि पाक्दैछ ससेज धेरै नै प्याकेटै पकाएको क्या मैले, फेरि टाइम लागिहाल्छ होइन। अनि त्यसपछि यतापट्टि आयो फेरि करेन्ट पकाएपछि अनि मैले चाहिँ आज हाम्रो खाजा मम्मी बाबा अनि बहिनी पनि छ, छोरी र मैले भएर आज यही बाँडेर खायौँ है। हजुरहरूले चाहिँ के खानुभयो त्यो चाहिँ मलाई थाहा भएन, हजुरहरूले भन्नुहोस्, कमेन्ट गर्नु होला। अनि आज यसरी खाएँ मैले, कति मिठो भएको थियो। ल आजलाई यति नै। हजुरहरूले के कसो गर्नुभयो, कस्तो हुँदैछ, हजुरहरूको के कमजोरी भयो भने हजुरहरूले भन्नुहुन्छ भन्ने आशा सहित मैले आजलाई चाहिँ यो भिडियो यसरी नै बनाएँ है। खासै बनाउन त जान्दिनँ, सिकाइदिनु होला। भोलिका दिनहरूमा राम्रो पक्कै हुँदै जानेछ र जान्नेछु पनि सायद म बनाउँदै गरेपछि। यति नै है आजलाई चाहिँ। यसरी नै खाएँ, मिठो भयो। डेभिल्स करेन्टको फ्यान लागेर अहिले हामी डेभिल्सतिर जाँदैछौँ। डेभिल्स पनि मिठो हुँदो रहेछ। मेरो छोरी है यो चाहिँ, मेरो छोरीलाई पनि खुब मनपर्छ। पिरो चाहिँ खासै खानुहुन्न, सुप नहालिकन यसरी खानुहुन्छ मेरो छोरीले चाहिँ। मिठो मानी बोइल गरेर सस राखेर मात्रै मेरो छोरीले खानुभयो। हामीले चाहिँ यसरी खाएर आजको खाजा आजको दिनै चाहिँ सक्यौँ। कस्तो छ ल भनिदिनुहोस्। बाई।